करिब 2 हप्ता अगाडि म र मेरा साथीहरू बादलको खोजीमा निस्किएका थियौँ। हाम्रो गन्तव्य मानुङकोट डाँडा, जहाँ घाम पुग्दा जादु झैँ लाग्छ र मौनताले पनि कथा सुनाउँछ। 1080 मिटरको उचाइमा रहेको यो हो मानुङकोट डाँडा तनहुँ। हामी चाहिँ अहिले तनहुँ मानुङकोट जान लाग्यो। केटाहरूले कुराएर यहाँ हामी ठ्याक्क अहिले हामी चाहिँ आइपुग्यो सत्तुङ्गल आइपुग्यो। अब केटाहरूलाई कुर्दैछु। साथीहरू पर्खँदै गर्दा मेरो मनमा लामो समयदेखि एउटा क्वेसन आइरहेको थियो। तपाईहरूले कहिले सोच्नु भएको छ त? मानिसहरू किन टाढा टाढा यात्रा गर्छन् होला त? केवल गन्तव्यसम्म पुग्नका लागि मात्र, कि रमाइलो र अनुभवका लागि मात्र? के यो यात्राले मलाई यसको उत्तर देलान् त? कुरा यार अहिले भयो 2:22 भाइ हामी 4 साथीभाइ स्कुटर बटार्दै आफ्नो गन्तव्यतिर लाग्यो। बाटो घुमाउरो थियो, कतै सजिलो कतै अलिक कठिन, तर हरेक मोडले नयाँ खुसी र हामी माथि ऊर्जा थप्न मद्दत गर्दै थियो। हामी प्रत्येक मोड पार गर्दै र मध्यान्तरको त्यो तातो घामलाई पछाडि पार्दै अघि बढिरहेका थियौँ। यात्रापछि काठमाडौँ, थानकोट, नौबिसे, धार, गेलाची चल्दै हामी मलेखु बजार पुग्यौँ। लामो यात्रापछि हामी थकान मेटाउन चियाको बहाना गर्दै मलेखुको एउटा सानो होटलभित्र चिया पिउन रोकियौँ। मलेखु आएपछि माछा नखाने त कुरै भएन। मलेखु इन द हाउस। मलेखु पोखरा होटलमा नि त? हजुर। कति टाइम भयो हामी हिँडेको? 2-3 घन्टा भयो यसो खाके। 3 घन्टा भयो नि त? खेल्न भएको छैन, त्यही भएर नि 150 रुपियाँ टमाटर छ, त्यही भएर खेल्न भएको छैन। दमौली बजार कारे दमौली बजार We are right now in the Damauli main bazaar. दिनभरिको यात्रापछि हामी पुग्यौँ मानुङकोट डाँडा। झमक्क रात परिसकेको थियो। चराचुरुङ्गीहरू बास बस्न तम्त्यार थिए भने, तर त्यहाँ मानुङकोटमा रमझम, गीत, नाचगान बल्ल सुरु भइरहेको थियो। हामी पनि आफ्नो हातमुख कपडा फेरेर दिनभरिको थकान मेटाउन रमझममा मिसिन पुग्यौँ।
हेर त एक बज्न लागेको छ सो केटाहरू अहिले चाहिँ नाचेर टक्क पोट खेल्नलाई पम्प तयार 100 भइरहेछ मेरो नाममा छक्का छैन मारा तपाईँ छक्का हो दाइ हाल्नु त ओइ छक्का छक्का ले यता हेर भाइ दाइ अब आउनेहरूलाई यसो के गरे दाइ भने यहाँ अगाडि नै आजकल गरेर आउनु होला तर रुम पाउँदैन ट्रेनमा सुन्नुपर्छ है ट्रेनमा सुन्नुपर्छ हामी चाहिँ अहिले मानुङकोटको डाँडामा खानासाना खाएर अलमोस्ट कति भइहाल्यो 1 बज्यो अनि हामी अब सुत्ने भनेको केटाहरू फेरि पोट खेल्यो भनेर छोटो नाचगान र विश्रामपछि हामी कोठामा फर्कियौँ। हामी बिहानै सूर्योदयसँगै उठ्ने बाचा गर्दै 4 भाइ सुत्यौँ। हाम्रो बिहानै सबैको आँखा खुल्यो। वरिपरि हल्ला मचिसकेको थियो। सबैजना उत्साहित थिए सनराइज हेर्नलाई। दमौली बजारबाट सनराइज हेर्नलाई भनी मान्छेहरू बाइक, स्कुटर र कोही हिँड्दै मानुङकोटतर्फ अघि बढिरहेका मानिसका हुल हामी स्पष्टसँग देख्न सकिन्थ्यो। मानुङकोट डाँडा बादलमाथि उभिँदा त्यो क्षण असाधारण लाग्यो। चिसो हावा मुहारमा चल्यो। घामले आकाश सुनौलो बनायो र एकछिनको लागि समय थामिएको जस्तो भयो। यो अनुभूति शब्दमा भन्न गाह्रो छ। कतिपय कुरा देख्नै र महसुस गर्नै पर्छ, सास फेर्नै पर्छ, अनुभव गर्नै पर्छ। बादलमाथिको त्यो अविस्मरणीय पल अनुभव गरेर हामी ब्रेकफास्ट गर्न होटल पुग्यौँ। दाइसँग त्यो बर्थडेको सब फोटो छ। हाम्रो खाजा आइसकेको थियो। ब्रेकफास्ट भन्दा नि साथीभाइको अनुभव र तिता मिठा गफ मिठो लाग्न थाल्यो। बिहा खाइन होला नि त। भ्याउनु त बिजी मान्छे। साथीभाइको गफ गाफ र ब्रेकफास्ट सकिँदा घडीको सुले 8 बजाइसकेको थियो भने मानुकोटलाई तातो घामले तताइरहेको थियो। डाट कडा क्रुक रमाइलो भयो। है कस्तो भयो? के कस्तो भयो? 2 बजे सुत्या 2 बजेसम्म लुडो खेल्दै बस्यौँ। लुडो खेलेर 5 बजे दाइ उठ्न थाल्यो। मेरो निन्द्रा खोल्यो। अब हामी सिने जाने नि त तलतिर। यहाँ यो त्यहाँ बादल हुन्छ, त्यहाँको यता बादल हुन्छ। अब तल जाने भाइ। हामी फेरि भ्यू पोइन्ट तर्फतिर लाग्ने तर्खर गऱ्यौँ। यी पलहरूलाई आफ्नो क्यामेरामा कैद गर्नलाई हामी फेरि क्यामेरा बोकेर बादल नजिक पुग्यौँ। भाइ फोटो खचाइला कहाँ हो अहिले? हामी चाहिँ कहाँ भन्ने होटेल भ्यू टावर कहाँको हो यो? मानुङकोट। मानुङकोटमा भ्यू हेर्दै बादल माथि आइरह रमाइलो भइरह। मान्छेको भिड कम थिएन। मान्छेहरू फोटो र टिकटक बनाउन, आफ्नो भिडियो गर्न सबैजना हातमा आफ्नो फोन क्यामेरा लिएर बादलतिर तेर्साइरहेको थियो। बिहानको त्यो अविस्मरणीय बादल छिनभरमै परिवर्तन भइसकेको थियो भने मान्छेको आवत जावतको चाप पनि घट्ने बढ्ने भइरहेको थियो।
के भयो भाइ? म बियो सुधा। हिँड्न जा जा। म एउटा इन्ट्रोभर्ट भएर पनि नयाँ नयाँ साथी इष्टमित्रहरू बनाइरहेको हुन्छु। म जब यात्रा गर्छु केही न केही सिकिरहेको हुन्छु। जुन यो मानुकोटको यात्राले मलाई सिकायो कि मेरो अर्को एक्स्ट्रोभर्ट पार्ट पनि रहेछ, जुन अन्जान र नयाँ नयाँ यात्रामा मात्र खुल्दो रहेछ। यो मानुङकोटको भ्यू, यो भ्यू पोइन्ट। हामी चाहिँ अहिले ठ्याक्क तल गएर आउँदैछौँ। हामी चाहिँ ठ्याक्क मानुङकोटको पुरा भ्यू हेरेर हामी चाहिँ अहिले ठ्याक्क रुममा आएको छौँ। रुम चाहिँ हाम्रो यही हो। यसको चाहिँ अराउन्ड 1200 छ। सो मानुकोट आउनु भयो भने प्याकेजको व्यवस्था छ हैन भाइ? सो हामी 4 जना आएको, हामीलाई चाहिँ 4800। अनि हजुरहरूले बेभरेजहरू एफएमबी के लिनुहुन्छ भने त्यसको चाहिँ छुट्टै चार्ज लाग्छ। अब कति बेला लाग्ने भाइ? साथी कस्तो लाग्यो? गुड गुड, फिलिङ गुड। गुड। थाकिरहेछ अलिअलि है? बोरिङ भयो अरू भन्दा काम लाग्यो। आज हामी मानुकोटको डाँडामा उभिरहेका छौँ। हामी 4 साथीभाइ। हाम्रो यो गन्तव्य पुरा नभएको भए पनि कुनै दुःखी चाहिँ हुने थिएन, किनकि गन्तव्य पुरा गर्नु मात्र होइन, इम्पोर्टेन्ट भनेको कोसिस गर्नु हो, फर्स्ट स्टेप लिनु हो, जुन हामीले गरिसकेका थियौँ। तपाईहरूलाई नि म के भन्न चाहन्छु भने कम्फर्ट जोन छोडेर हेर्नुहोस्, एउटा स्टेप लिएर हेर्नुहोस्। भोलिको दिन अवश्य बदलिन्छ, जुन हामी आज यहाँ छौँ।